हजुरहरू यदि यो भिडियो हेर्दै हुनुहुन्छ अहिले युट्युबमा अथवा फेसबुकमा भने पक्कै पनि हजुरहरू ब्याङ्किङ प्रिपरेसनतिर लाग्नु भएको छ अथवा म ब्याङ्किङ प्रिपरेसन गर्छु भनेर सोच्नु भएको छ है। अब यो 80 to 83 को लागि फर द फाइनेन्सियल इयर 80 to 83 को लागि हजुरले ब्याङ्कको एक्जाम दिनलाई फोर्थ लेभलको ब्याङ्कको चौथो तहको एक्जाम दिनलाई हजुरले यो प्री क्वालिफाइङ एक्जाम पास गरेको हुनु पर्थ्यो है। यदि हजुरले यो प्री क्वालिफाइङ एक्जाम दिन छुटाउनु भयो अथवा दिनु भएको छैन भने चाहिँ हजुरले अब यो कुनै पनि चारवटा ब्याङ्कको कुनै ब्याङ्कको पनि रिटर्न एक्जाम हजुरहरूले दिन मिल्दैन है। यहाँ मैले धेरैजना साथीहरू भेटेँ जसलाई चाहिँ ब्याङ्किङ प्रिपरेसन गर्दै हुनुहुन्थ्यो, उहाँहरूले सेल्फ स्टडी गर्दै हुनुहुन्थ्यो, तर यो प्री क्वालिफाइङ एक्जामको कुरा थाहा भएन सर, मैले त एक्जामै दिए छैन भन्ने धेरैजना साथीहरूको क्वेरी थियो है। अब यो नयाँ युनिफाइड प्री क्वालिफाइङ एक्जामिनेसन सिस्टम आइसकेपछि के भएको छ भन्दा है अल 106 सङ्गठित संस्था, सबै सङ्गठित संस्था इन्क्लुडिङ अल दिस 4 नेसनल ब्याङ्क है, यो चारवटा ब्याङ्क गभर्नमेन्ट ब्याङ्क छ, यो सबै ब्याङ्कको इन्क्लुडिङ 106 वटा सङ्गठित संस्थाको फोर्थ लेभलको एक्जाम दिनलाई चौथो तहको एक्जाम भनेको जो साथीहरू +2 पास गर्नु भएको छ, +2 पास गरेको साथीहरूले दिने एक्जाम है, यो फोर्थ लेभलको एक्जाम दिनलाई चाहिँ हजुरले यो युनिफाइड प्री क्वालिफाइङ एक्जाम पास गरेको हुनुपर्छ। सबैको लागि हामीले प्री टेस्ट भनेर बुझ्छौँ, यो प्री टेस्ट सबैको लागि कमन प्री टेस्ट युनिफाइड प्री क्वालिफाइङ एक्जाम यो पास गरेको हुनुपर्छ है। यदि हजुरहरूले यो 80 to 83 को प्री क्वालिफाइङ एक्जाम दिनु भएन, हजुर ब्याङ्किङ सेक्टरतिर म जान्छु भनेर सोच्नु भएको थियो भने अथवा प्रिपरेसन गर्दै गर्नु भएको थियो, प्रिपरेसनमा लाग्नु भएको थियो र एक्जाम दिनु भएको थिएन, मैले त अब रिटर्न एक्जाम दिन नमिल्ने रहेछ भनेर हजुरहरू आफ्नो प्रिपरेसनलाई नरोक्नुहोस् है। अब फेरि नेक्स्ट इयर 83-84 मा फेरि पनि प्री क्वालिफाइङ एक्जामको भ्याकेन्सी एनाउन्समेन्ट हुन्छ, हजुरहरूले 83-84 को लागि भनेर आफ्नो प्रिपरेसनलाई अगाडि बढाउन सक्नुहुन्छ है। जति साथीहरूले प्री क्वालिफाइङ एक्जाम दिनुभयो उहाँहरू अब क्वालिफाइड हुनुहुन्छ यो सबै सङ्गठित संस्थाको फोर्थ लेभलको एक्जाम दिनलाई है। हामीले चाहिँ यहाँ ब्याङ्किङ एक्जाम ब्याङ्किङ प्रिपरेसन गराउने भएको भएर मैले तपाईँहरूलाई ब्याङ्किङको कुरा गर्दैछु, यो चारवटा ब्याङ्कको कुरा गर्दैछु है। अब यो प्री क्वालिफाइङ एक्जामको भ्याकेन्सी कहिले हुन्छ साथी? अब नेक्स्ट इयर पनि श्रावणमा भ्याकेन्सी हुने हो, 83-84 मा पनि श्रावणमा भ्याकेन्सी हुने हो, तपाईँहरूको एक्जाम भनेको असोजमा हुने हो। जो साथीहरू तयारीमा हुनुहुन्थ्यो, एक्जाम छुटाउनु भयो, यो प्री क्वालिफाइङ एक्जाम छुटाउनु भयो, ओहो अब त मैले एक्जाम दिन नमिल्ने रहेछ पढ्दिनँ भनेर तपाईँले आफ्नो स्टडिजलाई नरोक्नुहोस् है, आफ्नो स्टडिज कन्टिन्यू गर्नु। नेक्स्ट इयर 83-84 को लागि भनेर हजुरहरू प्रिपेयर हुन सक्नुहुन्छ है, जो साथीहरूलाई थाहा थियो। अब जो साथीहरूलाई थाहा थिएन ब्याङ्किङ एक्जाम दिन मिल्छ भन्ने नै थाहा थिएन, +2 एकाडेमिक क्वालिफिकेसन भएको साथीहरूले है, जति पनि तपाईँहरू +2 भ्याएर बस्नु भएको छ, एउटा करियर सेक्टर चाहिँ मैले चुज गर्नु पर्यो, ब्याङ्किङ सेक्टर बेटर छ कि भनेर सोच्नु भएको छ भने तपाईँहरूसँग यो चारवटा अप्सन छ, नेपाल राष्ट्र ब्याङ्क, एग्रिकल्चरल डेभलपमेन्ट ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड। ब्याङ्किङ सेक्टरतिर सिरियसली एज अ करियर नै यसलाई अगाडि बढाउँछु भनेर सोच्नु भएको छ भने चारवटा ब्याङ्कको अप्सन हजुरहरूसँग छ है। हरेक वर्ष भ्याकेन्सी एनाउन्समेन्ट हुन्छ, भ्याकेन्सी एनाउन्समेन्ट हुने टाइम पनि मैले यहाँ राखिदिएको छु, मन्थ पनि है। यो वर्षको लागि 80 to 83 को लागि प्री क्वालिफाइङको भ्याकेन्सी भयो, एक्जाम पनि भयो, धेरैजना साथीहरू पास गर्नुभयो र साथीहरूले अब यो एक्जाम मेन एक्जामको लागि तयारी गर्दै हुनुहुन्छ। अब हेर्नुभयो भने नेपाल राष्ट्र ब्याङ्कको पनि भर्खरै भ्याकेन्सी एनाउन्समेन्ट भइसक्यो, 10 गतेसम्म लास्ट डेट थियो फर्म भर्ने र 15 गतेसम्म चाहिँ डबल चार्ज पे गरेर फर्म भर्ने डेट थियो हजुरको है। अब एक्जाम कहिले हुन्छ भन्दा एक्जाम चाहिँ यसको अझैसम्म एनाउन्स भएको छैन, नेपाल राष्ट्र ब्याङ्कको एक्जाम डेट एनाउन्स भएको छैन है। अब लगत्तै तपाईँहरूको यो 3टा कमर्सियल ब्याङ्कको पनि भ्याकेन्सी एनाउन्समेन्ट हुँदैछ, कहिले हुन सक्छ? पुस अन्तिममा भ्याकेन्सी एनाउन्समेन्ट आउँछ पक्का पनि है, धेरै लेट भयो भने मार्चसम्ममा भ्याकेन्सी एनाउन्समेन्ट हुन्छ यो 3टा कमर्सियल ब्याङ्कको पनि यो वर्षको लागि 80 to 83 को लागि। अब हजुरले 80 to 83 को लागि यो प्री क्वालिफाइङ एक्जाम नै दिनु भएको छैन भने चाहिँ हजुरले कुनै ब्याङ्कको पनि फोर्थ लेभलको एक्जाम दिन मिल्दैन। अब हजुरको एकाडेमिक क्वालिफिकेसन मास्टर्स डिग्री छ भने हजुर 6 लेभलमा चाहिँ जान यसले रोक्दैन, 6 लेभलमा हजुर जान सक्नुहुन्छ। र जो साथीहरूले +2 भ्याउनु भएको छ अथवा ब्याचलर भ्याउनु भएको छ भने हजुरहरूले एप्लाई गर्ने भनेको यता ब्याङ्किङ सेक्टरतिर एप्लाई गर्ने भनेको फोर्थ लेभलमा हो है। यो चाहिँ 80 to 83 को भयो। अब 80 to 83 मा हजुर प्रिपेयर हुनुहुन्थेन, क्वालिफाइङ एक्जाम दिनु भएको छैन भने अब हजुरको टार्गेट भनेको 83-84 को टार्गेट राखेर हजुरले तयारी गर्नु पर्यो है, फर द फाइनेन्सियल इयर 82, 83, 84। त्यसमा चाहिँ तपाईँले प्री क्वालिफाइङको लागि भनेर प्रिपेयर हुनु पर्यो, साथसाथै सँगसँगै हजुरले रिटर्नको लागि मेन एक्जामको लागि भनेर पनि तयारी गर्ने हो।
धेरैजना साथीहरूले ओहो पहिला त प्री क्वालिफाइङ रहेछ, प्री क्वालिफाइङ नै पास गर्नु पर्यो, प्री क्वालिफाइङ पढ्नु पर्यो भनेर अहिलेदेखि प्री क्वालिफाइङ मात्रै पढेर बस्दै हुनुहुन्छ भने हजुरहरूले यो रिटर्न एक्जाम छुटाउनु भयो। मेन भनेको त हजुरले रिटर्न एक्जामको लागि कन्टेन्ट तपाईँको रेडी हुनु पर्यो, तपाईँ प्रिपेयर्ड हुनु पर्यो। प्री क्वालिफाइङ भनेको त तपाईँको 2 महिनाको प्रिपरेसनले पनि पुग्छ साथी है। अब प्री क्वालिफाइङ एक्जाममा के सोधिन्छ हो, तपाईँको प्री क्वालिफाइङ एक्जाममा के सोधिन्छ भनेर हेर्नु भयो भने प्री क्वालिफाइङको सिलेबस एकदमै सजिलो छ है। पहिला डिफिकल्ट थियो, अहिले एकदमै सजिलो छ प्री क्वालिफाइङको सिलेबस। हेर्नुहोस् है, यो प्री क्वालिफाइङ एक्जामको सिलेबस भयो। फर्स्टमा तपाईँको जेनरल नलेज छ, सामान्य ज्ञान भनेर राखिएको छ। त्यसपछि अफिस एन्ड पब्लिक म्यानेजमेन्ट भन्ने टपिकबाट तपाईँलाई क्वेसन सोधिन्छ। त्यसपछि म्याथमेटिक्सबाट सोधिन्छ अनि सार्वजनिक संस्थान सम्बन्धी ज्ञान भनेर तपाईँलाई यो टपिकहरूबाट क्वेसन सोधिन्छ। टोटल 50 वटा क्वेसन सोधिने हो, जसको मार्क्स कति हुन्छ 100 मार्क्स क्यारी गर्छ है। यो एक्जाम पास गर्नु भएपछि बल्ल हजुरहरू मेन एक्जाममा जान मिल्ने हो है। त्यही भएर तपाईँले अब तयारी गर्दै हुनुहुन्छ भने खालि प्री क्वालिफाइङको मात्रै तयारी होइन, तपाईँले ओभरअल कम्बाइन्ड प्रिपरेसन गर्नुपर्छ। हजुरले रिटर्नको पनि सँगै तयारी अगाडि बढाउनु पर्छ है। अब 83 84 को टार्गेट राख्नु भएको छ हजुरले भने चाहिँ अहिलेदेखि नै आफ्नो प्रिपरेसनलाई अगाडि बढाउनुहोस्। तपाईँले आफ्नो प्रिपरेसन होल्ड गर्नु भएन, एक्जाम छुट्यो भनेर होल्ड गर्नु भएन। अब 83 84 लाई टार्गेट राख्ने र प्रिपरेसनलाई अगाडि बढाउने। यही 83 84 को भ्याकेन्सीको लागि भनेर हामीले एडुसफ्ट एकाडेमीमा नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको इङ्ग्लिस मिडियम क्लास गर्दैछौँ है। एउटा ब्याच त चलिरहेको छ, फर्म भइसकेको छ, क्लास साथीहरूले लिइरहनु भएको छ। अब 83 84 नेक्स्ट फाइनेन्सियल इयरको लागि भनेर हामीले ब्याच 2 पनि सुरु गर्दैछौँ। अब तपाईँको नेक्स्ट बुधबारबाट है, नेक्स्ट बुधबारबाट ब्याच 2 पनि सुरु हुँदैछ। यदि तपाईँहरू सिरियसली ब्याङ्किङ सेक्टरमै अगाडि बढ्ने हिसाबले तयारीमा लाग्नु भएको छ र तपाईँ प्रिपरेसन क्लास जोडिएर तयारी गर्ने हो र इङ्ग्लिस मिडियममा तयारी गर्दै हुनुहुन्छ भने हजुरहरू यो क्लास जोडिन सक्नुहुन्छ, जुन हामीले नेक्स्ट बुधबारबाट सुरु गर्दैछौँ नयाँ ब्याच भनेर। ठिक छ, नयाँ ब्याच सुरु हुँदैछ। र यो तपाईँले हेर्नुभयो भने अहिले जुन रिसेन्टली नेपाल राष्ट्र ब्याङ्कको भ्याकेन्सी भयो है, नेपाल राष्ट्र ब्याङ्कको भ्याकेन्सी, यसमा पनि यो सहायकको लागि भनेर हामीले क्लास गर्दैछौँ। सहायकको लागि भनेर जो साथीहरूले प्री क्वालिफाइङ दिनुभयो, अब रिटर्नको लागि तयारी गर्छु भनेर बस्नु भएको छ, धेरैजना साथीहरू त तयारीमा लागिसक्नु भएको छ। यदि तपाईँ लाग्नु भएको छैन भने पनि लेभल 4 को है, नेपाल राष्ट्र ब्याङ्क लेभल 4 को अहिले क्लासहरू चल्दैछ, इङ्ग्लिस मिडियम क्लासहरू चल्दैछ है। यो 82 83 को नेपाल राष्ट्र ब्याङ्कको भ्याकेन्सी भयो। यसको बारेमा त लगभग सबैजना साथीहरूलाई थाहा छ है। अब यो ब्याङ्किङ सेक्टरतिर जान तपाईँहरूलाई एज क्राइटेरिया पनि राखेको छ। यदि हजुर 4th लेभलको तयारी गर्न चाहनुहुन्छ भने तपाईँको एज चाहिँ 18 इयर्स पुगेर 35 इयर्स नगटेको हुनुपर्छ। र यदि फिमेल साथीहरू हुनुहुन्छ, डिफ्रेन्टली एबल साथीहरू हुनुहुन्छ भने चाहिँ तपाईँहरूको एजको क्राइटेरिया कति हुन्छ, 18 वर्ष पुरा भएर 40 वर्ष ननागेको, 40 इयर्स फर फिमेल क्यान्डिडेट है। यो चाहिँ तपाईँहरूको एज लिमिट भयो। त्यसपछि एकाडेमिक क्वालिफिकेसनको कुरा छ। एकाडेमिक क्वालिफिकेसन मात्र +2 क्लियर गर्नु भएको छ तपाईँले, कुनै पनि फ्याकल्टीबाट +2 क्लियर गर्नु भएको छ भने तपाईँले नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको हजुरले लेभल 4 को एक्जाम दिन मिल्छ है। कुनै पनि फ्याकल्टीबाट +2 क्लियर गर्नु भएको छ, यहाँ स्पेसिफिक म्यानेजमेन्ट, ह्युम्यानिटिज, आर्ट्स यताउता केही छैन। कुनै पनि फ्याकल्टीबाट +2 पास हुनुहुन्छ हजुर, अथवा तपाईँको डिप्लोमा डिग्री छ, +2 को इक्विभ्यालेन्ट छ हो, यो सबै साथीहरूले चाहिँ नेपाल राष्ट्र बैंकको लेभल 4 र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लेभल 4 को एक्जाम हजुरहरू दिन एकाडेमिकली क्वालिफाइड हुनुहुन्छ। यदि हजुर एडीबीएल को एक्जाम दिन्छु भन्नुहुन्छ भने चाहिँ एडीबीएल को लागि के चाहिन्छ, म्यानेजमेन्ट अथवा ह्युम्यानिटिजबाट +2 पास गरेको हुनु पर्यो एडीबीएल को लागि है। कुनै पनि फ्याकल्टी छ भने चाहिँ हजुर नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लागि 4th लेभलको लागि हजुर एकाडेमिकली क्वालिफाइड हुनुहुन्छ है। अब यो एक्जामको फर्मेट हेर्नुभयो भने एक्जाम कसरी हुन्छ भनेर हेर्नुभयो भने अघि मैले भनिसकेको छु प्री क्वालिफाइङ एक्जाम दिनुपर्छ तपाईहरुले फर्स्टमा भनेर। यो भनेको फर्स्ट फेज अफ एक्जाम भयो है। अब यो बैंकको मात्रै हैन कि 106 वटा संगठित संस्था छन् जुन चाहिँ लोक सेवा आयोगले हरेक वर्ष भ्याकेन्सी अनाउन्समेन्ट गर्छ। 106 वटा संगठित संस्थाको 4th लेभलको लागि एक्जाम दिनलाई, 4th लेभलको एक्जाम दिनलाई हजुरले यो प्री क्वालिफाइङ एक्जाम पास गर्नुपर्छ। सबै 106 वटा संगठित संस्थाहरुको एउटा प्री क्वालिफाइङ एक्जाम हुन्छ, प्री टेस्ट, जसको भ्याकेन्सी अनाउन्समेन्ट कहिले हुन्छ, श्रावणमा। अब 83 को हेर्नु भयो भने 2083 नेक्स्ट इयर को हेर्नु भयो भने नेक्स्ट इयर को श्रावणमा भ्याकेन्सी अनाउन्समेन्ट हुन्छ र असोजमा यसको एक्जाम हुन्छ है। अब अहिलेदेखि तयारी गर्नु भयो भने हजुर प्री क्वालिफाइङमा मात्रै लाग्ने हैन,
यदि तपाई बैंकिङ सेक्टरतिर जान्छु भन्नुहुन्छ भने हजुरहरूले सँगसँगै तपाईले रिटन पेपरलाई पनि फोकस गर्नुपर्छ। सेकेन्ड फेज अफ एक्जाम भन्छौं। रिटन पेपर भनेको सेकेन्ड फेज अफ एक्जामलाई पनि हजुरहरूले फोकस गर्नुपर्छ। यसलाई मेन एक्जाम पनि भन्छौं। हजुरहरूले प्री क्वालिफाइङको तयारी भयो, प्री क्वालिफाइङको एक्जाम दिनुभयो, त्यसपछि सेकेन्ड फेज अफ एक्जाम हुन्छ। सेकेन्ड फेज अफ एक्जाम भनेको रिटन एक्जाम और मेन एक्जाम, जहाँ चाहिँ तपाईले कलेजको एनुअल एक्जाम जस्तै गरी एक्जाम दिनुहुन्छ है। कलेजको एनुअल एक्जाम जस्तै गरी एक्जाम दिनुहुन्छ। कलेजमा तपाईको 5 वटा 6 वटा सब्जेक्ट हुन्थ्यो भने यो बैंकिङको चाहिँ सेकेन्ड फेज अफ एक्जाममा 2टा मात्रै सब्जेक्ट हुन्छ। पेपर 1 एन्ड पेपर 2 भन्छौं हामीले। पेपर 1 एन्ड पेपर 2 है, पेपर 2 ठीक छ। आज तपाईले पेपर 1 दिनुभयो भने भोलि पेपर 2 को एक्जाम हुन्छ है। यसरी चाहिँ एक्जाम फर्मेट हुन्छ। र थर्ड फेज अफ एक्जाम भनेको चाहिँ हजुरको इन्टरभ्यू है। इन्टरभ्यूमा जान चाहिँ हजुरले यो रिटन एक्जाम क्लियर गर्नुभयो, पास गर्नुभएपछि हजुरको इन्टरभ्यूको लागि भनेर नाम आउँछ। हजुरले इन्टरभ्यू पास गर्नुभयो, त्यसपछि बल्ल हजुरको पोस्टिङ हुने भयो। यो एक्जामिनेसन फर्मेट भयो है। अब यो प्री क्वालिफाइङ एक्जामलाई त हजुरले धेरै मेहनत चाहिँदैन। तपाईको 2 months to 3 months हजुरले पढ्नु भयो राम्रोसँग भने हजुरले प्री क्वालिफाइङ एक्जाम पास गर्नुभयो हो। एमसीक्यू बेस्ड एक्जाम हुन्छ, तपाईलाई मल्टिपल चोइस क्वेशन हुन्छ एमसीक्यू बेस्ड एक्जाम। तर जुन यो मेन एक्जाम हो, रिटन एक्जाम हो, यो चाहिँ तपाईको कलेजको एनुअल एक्जाम जस्तै हो। एनुअल एक्जाम जस्तै हो है। तपाईको 2टा सब्जेक्ट हुन्छ, पेपर 1 एन्ड पेपर 2 भनेर। एन्ड दिस अल टपिक्स आर रिलेटेड विथ बैंक्स है। बैंकसँग रिलेटेड टपिक हुने सबै है। अब हजुरले यहाँ पढ्ने भनेको चाहिँ बैंकिङ भन्ने टपिक पढ्नुपर्छ, त्यसपछि लजहरु पढ्नुपर्छ, बैंकिङ लज एन्ड पोलिसीज पढ्नुपर्छ, हजुरले म्यानेजमेन्ट पढ्नुपर्छ, थोरै अकाउन्ट्स पढ्नुपर्छ, थोरै म्याथमेटिक्स पढ्नुपर्छ, अनि थोरै आईटी का कुराहरु पनि पढ्नुपर्छ है। यो चाहिँ हाम्रो सिलेबस छ। यदि तपाईहरुलाई सिलेबस थाहा छैन भने म यो भिडियोको डिस्क्रिप्सनमा सिलेबसको लिंक पनि राखिदिन्छु। साथसाथै तपाईलाई एउटा व्हाट्सएप ग्रुपको पनि लिंक यो भिडियोको डिस्क्रिप्सनमा हजुरले भेट्नुहुन्छ है, जहाँ चाहिँ हामीले यो एक्जामसँग रिलेटेड, यो प्रिपरेसनसँग रिलेटेड इन्फर्मेसन हजुरहरुसँग शेयर गर्छौं है। रिगार्डिङ नोट्स होस् अथवा क्लास होस्, सबैको इन्फर्मेसन हजुरले त्यो व्हाट्सएप ग्रुपमा पाउनुहुन्छ। यो भिडियोको डिस्क्रिप्सनमा लिंक छ, हजुरले लिंकमा क्लिक गरेर व्हाट्सएप ग्रुप जोइन गर्नुभयो भने चाहिँ यो बैंकिङ एक्जामसँग रिलेटेड है, भ्याकेन्सी एनाउन्समेन्ट कहिले हुन्छ, सिलेबस कस्तो छ, त्यो सबै कुराको जानकारी हजुरले त्यो ग्रुपमा पाउनुहुन्छ। ठीक छ। यो एक्जामको फेज भयो, 3टा फेजमा हुन्छ। फर्स्ट फेज प्री क्वालिफिकेसन, सेकेन्ड फेज रिटन एक्जाम, थर्ड फेज इन्टरभ्यू भयो बैंकिङ एक्जामको है। अब प्री क्वालिफाइङको सिलेबस मैले अघि हजुरलाई भनिसकेको छु। यो प्री क्वालिफाइङको सिलेबस भयो है। यसमा चाहिँ एमसीक्यू बेस्ड एक्जाम हुन्छ। यो सबै बैंकको लागि कमन एक्जाम हो। सबै बैंक प्लस अरु संस्थानहरुको लागि पनि, संगठित संस्थाहरुको लागि पनि सबैको लागि कमन एक्जाम हो। यो युनिफाइड प्री क्वालिफाइङ एक्जाम भन्छ है। एउटा एक्जाम दिइसकेपछि यो पास गर्नुभयो भने हजुरले सबै संगठित संस्थाको 4th लेभलको एक्जाम दिन मिल्छ है। म बैंकिङतिर जान्छु भन्नुहुन्छ भने बैंकिङको सबै बैंकको दिन मिल्यो 4th लेभलको एक्जाम हैन। म अरु नेपाल विद्युत प्राधिकरणको गर्छु अथवा म अरु कुनै संस्थाको गर्छु, नेपाल टेलिकमको गर्छु भन्नुहुन्छ भने सबैको हजुरले 4th लेभलको एक्जाम दिनु मिल्छ यो प्री क्वालिफाइङ एक्जाम पास गर्नु भएपछि। ठीक छ। यो प्री क्वालिफाइङ एक्जामको कुरा भयो है। र जो साथीहरु तयारीमा लागिरहनु भएको छ, यो वर्षको तपाईहरुले 82 83 को हजुरले प्री क्वालिफाइङ एक्जाम पनि दिनुभयो भनेपछि अब हजुरहरु लाग्ने भनेको रिटन पेपरमा लाग्ने हो। रिटन पेपरमा पेपर 1 एन्ड पेपर 2 है। रिटन पेपरमा चाहिँ अहिले नेपाल राष्ट्र बैंकको तयारी गर्ने भनेर सोच्नु भएको छ भने नेपाल राष्ट्र बैंकको पनि वी हैव स्टार्टेड इंग्लिश मिडियम क्लास। नेपाल राष्ट्र बैंकको पेपर 1 पेपर 2 इंग्लिश मिडियम क्लास हैन। म नेपाल राष्ट्र बैंकको त भ्याकेन्सी एनाउन्समेन्ट भइसकेछ, मैले फर्म भरिन हो, छुटिसक्यो, म आरबीबीएल को दिन्छु भन्नुहुन्छ भने आरबीबीएल को पनि वी हैव स्टार्टेड द क्लासेस फर 82 83 रिटन एक्जाम मात्रै। यसमा चाहिँ तपाईको के को क्लास हुन्छ, रिटन पेपरको मेन एक्जामको क्लास हुन्छ, मेन एक्जाम है। यसमा चाहिँ मेन एक्जाम। र जो साथीहरु हैन म दुबईको एक्जाम दिने हो, मैले नेपाल राष्ट्र बैंकको फर्म भरिसके हो, आरबीबीएल को त फर्म खुलेकै छैन, म दुबईको तयारी गर्छु भन्नुहुन्छ भने बैंकिङ कम्बाइन्ड क्लास पनि अवेलेबल छ। कम्बाइन्ड क्लास नेपाल राष्ट्र बैंक एन्ड राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को 4th लेभलको कम्बाइन्ड क्लास पनि अवेलेबल छ है। वी हैव जस्ट स्टार्टेड द बैच। ठीक छ। यो वर्षको लागि 82 83 को लागि। अब तपाईहरु नयाँ हुनुहुन्छ, तपाईलाई यो एक्जामको बारेमा थाहा थिएन, अब म नेक्स्ट इयर को लागि तयारी गर्छु भनेर सोच्नु भएको छ भने है, फर 83 84 को लागि म प्रिपरेसन गर्छु भनेर सोच्नु भएको छ भने 83 84 को पनि वी आर स्टार्टिङ न्यू बैच। बैच 2 सुरु गर्दै छौं हामीले
ब्याच 2 नेपाल राष्ट्र बैंक, ब्याच 2 राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ब्याच 2 र जो साथीहरु म दुबईको तयारी गर्छु सर भनेर सोच्नु भएको छ भने कम्बाइन्ड नेपाल राष्ट्र बैंक प्लस आरबीबीएल को ब्याच 2 है, यो तीनटा क्लास हामीले सुरु गर्दैछौं। ठीक छ, जो साथीहरु 83 84 को लागि भनेर प्रिपरेसन गर्ने भनेर सोच्नु भएको छ है। अब यसमा हेर्नु भयो भने 83 84 को लागि हेर्नु भयो भने हजुरले के को तयारी गर्ने हो, यो जुन ब्याच छ हो ब्याच 2 फर 83 84 नेपाल राष्ट्र बैंक आरबीबीएल एन्ड कम्बाइन्ड। अब यसमा हजुरले पढ्ने के हो भनेर भन्नुहुन्छ भने हजुरले पढ्ने भनेको यसमा प्री क्वालिफाइङ एक्जामको एउटा क्लास पढ्नुहुन्छ, प्री क्वालिफाइङ एक्जामको पनि पढ्नुहुन्छ, सँगसँगै हजुरले रिटन पेपर पनि पढ्नुहुन्छ, रिटन पेपर 1 एन्ड पेपर 2 सँगसँगै पढ्नुहुन्छ र तपाईको रिटन एक्जाम एनाउन्स भइसकेपछि हजुरले अर्को क्लास पनि पढ्नुहुन्छ जसलाई हामीले क्वेशन एन्ड आन्सर क्लास भन्छौं है। यो क्वेशन एन्ड आन्सर क्लासमा चाहिँ जति कुराहरु हजुरले यो मेन एक्जामको लागि भनेर थियोरिटिकली पढ्नु भएको छ यो सबै पढेको टपिकले हामीले केमा लिएर जान्छौं, क्वेशन एन्ड आन्सर फर्मेटमा लिएर जान्छौं र यो क्वेशन एन्ड आन्सर फर्मेटमा चाहिँ हामीले केसँग डिल गर्ने हो, तपाईहरुको एक्जाममा सोधिएका अहिलेसम्म एक्जाममा सोधिएका क्वेशनहरुसँग डिल गरिन्छ सबै टपिकबाट है। र जो साथीहरु 83 84 को लागि भनेर सोच्नु भएको छ है, नयाँ ब्याच वी आर एनाउन्सिङ न्यू ब्याच ब्याच 2 र यसको क्लास कहिलेबाट सुरु हुन्छ, वेडनेसडेबाट, वेडनेसडे 6 PM अनवर्ड्स है। अब सर म क्लास लिन्छु भनेर यदि हजुरले सोच्नु भएको छ है, म 83 84 को क्लास अहिलेदेखि लिन्छु भनेर सोच्नु भएको छ भने हजुरले के गर्न सक्नुभयो, हजुरले हाम्रो एप छ एडुसफ्ट एकाडेमी भनेर एप छ है, तपाईले यो लोगो भएको एप हेर्नुहुन्छ प्ले स्टोरमा एप स्टोरमा, एडुसफ्ट एकाडेमी एप हजुरले डाउनलोड गर्नु पर्यो। डाउनलोड गरेर यसमा साइन अप गर्ने अनि साइन अप गरेर हजुरले सर्च बटनमा गएर बैंकिङ डेमो क्लास भनेर सर्च गर्नुभयो भने यो कोर्स हजुरले फ्रीमा सब्स्क्राइब गर्न मिल्छ है, फ्रीमा हजुरले यो कोर्स सब्स्क्राइब गर्न मिल्छ। यो कोर्स सब्स्क्राइब गरिसकेपछि जति पनि अब हामीले सेसनहरु सुरु गर्छौं, बुधबारबाट सेसनहरु सुरु गर्छौं, यो फ्री सेसनहरु हजुरले जोइन गर्न मिल्छ। त्यसपछि क्लास ओके ठीक छ मलाई यो क्लासले एकदमै हेल्पफुल हुन्छ भने हजुरहरु फर्मल क्लासमा इनरोल गर्न सक्नुहुन्छ है। र जति साथीहरु अब प्रिपरेसन गर्छु भनेर सोच्नु भएको छ भने वी हैव फ्री कोर्स छ यो है, बैंकिङ प्रिपरेसन डेमो क्लास भनेर, बैंकिङ डेमो क्लास भनेर तपाईले एपमा गएर सर्च गर्नुभयो भने भेटिहाल्नुहुन्छ। त्यो कोर्स सब्स्क्राइब गर्नुभयो भने तपाईले क्लासको एभ्री नोटिफिकेसन, क्लाससँग रिलेटेड नोट्सहरु, लाइभ क्लासहरु, डेमो क्लासहरु, ब्याकअप भिडियोहरु सबै हजुरले यहाँबाट एक्सेस गर्न सक्नुहुन्छ है। यो चाहिँ डेमो सेसनको लागि धेरै जना साथीहरुले डेमो क्लास भनेर भन्नुहुन्छ र यदि तपाईहरु इंग्लिश मिडियमबाट प्रिपरेसन गर्ने भनेर सोच्नु भएको छ भने हजुरलाई यो डेमो क्लासको पनि आवश्यकता पर्दैन। फुल कन्फिडेन्स का साथ यू कैन जोइन द सेसन, यू कैन जोइन द फर्मल क्लास है इफ यू आर प्रिपेयरिङ इन इंग्लिश मिडियम। र हामीले यो कोर्स चाहिँ धेरै जना साथीहरुले नेपाली मिडियमको लागि भनेर पनि रिक्वेस्ट गर्नु भएको छ। हामीले मात्र इंग्लिश मिडियममा गर्दै छौं, नेपाल राष्ट्र बैंक लेभल 4 र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड लेभल 4 है। केही साथीहरुले सबै क्लास सबै चारवटै बैंकको कम्बाइन्ड क्लास छैन भनेर भन्नुहुन्छ, चारवटै बैंकको कम्बाइन्ड क्लास एकैचोटी गर्न पोसिबल छैन साथीहरु है। यदि तपाईहरु चारवटै बैंकको कम्बाइन्ड क्लास भनेर सर्च गर्नु भएको छ भने तपाईको एफिसिएन्सीले चारवटै बैंकको लागि कभर गर्न पुग्दैन है, वान शटमा चारवटै बैंकको कभर गर्न पुग्दैन। त्यसले गर्दाखेरि हजुरहरु फोकस्ड एकदमै फोकस्ड भएर लाग्नु भएको छ, बैंकिङ सेक्टरमै करियर बिल्डअप गर्छु भन्ने हिसाबले लाग्नु भएको छ। गभर्नमेन्ट बैंकको कुरा गर्दैछु मैले, लाग्नु भएको छ भने चाहिँ हजुरले मिनिमम गर्नु भयो भने पनि दुईटा बैंकको अगाडि बढाउन सक्नु भयो र म्याक्सिमम गर्नु भयो भने पनि दुईटा बैंक भन्दा माथि जाने होइन है, किनकि तपाईको एफिसिएन्सी पुग्दैन। चारवटै बैंक लैजान्छु भन्नु भयो नि पुग्दैन, धेरै कुराहरु कमन छन्। हेर्नु भयो भने नेपाल राष्ट्र बैंकको पेपर 1 एन्ड पेपर 2 इज इक्वल टु आरबीबीएल को पेपर 1 है। कुराहरु त कमन छ, तर कमन हुँदा हुँदै पनि धेरै डिफरेन्स केमा छ भन्दा आरबीबीएल को पेपर 2 मा गर है, कुनैसँग पनि मिल्दैन है। आरबीबीएल एडीबीएल एनबीएल को सबैको आफ्नै पेपर 2 छ र पेपर 2 एकदमै प्र्याक्टिकल छ। त्यसले गर्दाखेरि हजुरहरुले फोकस गर्नु भएको छ 83 84 को लागि भने एउटा एनआरबी मात्रै अगाडि बढाउँछु भन्न पनि मिल्यो, आरबीबीएल मात्रै अगाडि बढाउँछु भन्न पनि मिल्यो र कम्बाइन्ड अगाडि बढाउँछु भन्नुहुन्छ भने पनि मिल्छ। अब कम्बाइन्ड हजुरले अगाडि बढाउनु भयो है, हामीले अहिलेदेखि क्लास सुरु गर्यो भने यो क्लास कसरी अगाडि बढ्छ भनेर भन्नुहुन्छ भने यदि तपाईले कम्बाइन्ड गर्दै हुनुहुन्छ भने अहिलेदेखि हामीले प्रिपरेसन सुरु गर्यौं भने हो हाम्रो प्री क्वालिफाइङ को भ्याकेन्सी एनाउन्समेन्ट हुने त कहिले हो, श्रावणमा भ्याकेन्सी एनाउन्समेन्ट हुने हो प्री क्वालिफाइङ को हो।
प्री क्वालिफाइङको लागि हजुरले लगभग 3 महिना पढ्नु भयो भने मोर देन सफिसिएन्ट, 3 मन्थ्स पढ्नु भयो भने मोर देन सफिसिएन्ट असोजमा एक्जाम दिनलाई हो। अहिलेदेखि नै हजुरले खाली प्री क्वालिफाइङमा मात्रै फोकस गर्नु भयो भने तपाईले रिटर्न पेपर पढेर भ्याउन सक्नुहुन्न है। त्यही भएर अहिलेदेखि सुरु गर्ने, अहिले हामीले केलाई फोकस गर्छौं, रिटर्न पेपरलाई फोकस गर्छौं र तपाईको प्री क्वालिफाइङको डेट सम्ममा हजुरले रिटर्न पेपरलाई लगभग 2 टाइम्स पढेर भ्याउनुहुन्छ। 2 टाइम्स रिटर्न पेपर हजुरको यहाँ सबै तयारी भइसक्यो, वेदर इट इज फर आरबीबीएल एन्ड आरबीबीएल एनआरबी और कम्बाइन्ड है। लगभग तपाईले 2 टाइम्स यहाँ पढेर भ्याउनुहुन्छ। त्यसपछि हजुरको फोकस यो प्री क्वालिफाइङमा फोकस हुन्छ, प्री क्वालिफाइङको एक्जाम दिनुहुन्छ अनि फेरि यो जति पनि टाइम पिरियड छ हजुरसँग एक्जामसम्म जति पनि टाइम पिरियड छ यो टाइम पिरियडमा हामीले यहाँ पढेको कुरालाई फेरि हामीले प्र्याक्टिकल एप्रोच दिने हो Q&A सेसनमा है। यसमा हजुरको रिभिजन प्लस पास्ट इयर क्वेशन सल्युसन सबै पास्ट इयर क्वेशन सल्युसन गर्नुहुन्छ। यसरी चाहिँ हजुरले मेन एक्जामको लागि रेडी हुनुहुन्छ है। यसरी चाहिँ रेडी भएर बस्नुहुन्छ हजुर मेन एक्जामको लागि है। इफ यु आर प्रिपेयरिङ फर 83-84 है, 83-84 को लागि तयारी गर्दै हुनुहुन्छ भने जस्ट डोन्ट ओन्ली फोकस इन प्री क्वालिफाइङ एक्जाम है। यु क्यान क्यारी रिटर्न एन्ड प्री क्वालिफाइङ टुगेदर। अनि यहाँ हामीले कसरी क्लास गर्दैछौँ भन्दा अहिले हामीले रिटर्नको लागि भनेर फोकस गर्छौं। तपाईको रिटर्न यहाँसम्म रिटर्न स्ट्रङ बन्छ, त्यसपछि प्री क्वालिफाइङको प्रिपरेसन गर्छौं, तपाईले प्री क्वालिफाइङको एक्जाम दिनुहुन्छ, फेरि यो पढेको कुरालाई Q&A सेसनमा लिएर जान्छौं है। र तपाईले अहिले सेसन जोइन गर्नुभयो भने यो 2 महिना 4 महिना 5 महिनामा सकिने क्लास हैन। यो क्लास भनेको अहिलेदेखि सुरु गर्नुभयो भने हजुरको रिटर्न एक्जाम सम्म चल्ने क्लास हो। इट विल रन फर अराउन्ड 1 इयर है। 1 वर्षसम्म हजुरले पढ्नुहुन्छ, ठीक छ। किनकि एक्जाम हुने, रिटर्न एक्जाम मेन एक्जाम हुने भनेको यही पुस मार्कतिर नै हो रिटर्न एक्जाम हुने नेक्स्ट इयरको। भनेपछि अहिले पुस मार्कमा हजुरले क्लास जोइन गर्नु भएको छ भनेपछि नेक्स्ट इयरसम्म हजुरले पढ्नुहुन्छ, कम्प्लिट सेसन हजुरले पढ्नुहुन्छ, ठीक छ। यसरी चाहिँ हामीले 83-84 लाई फोकस गरेर नयाँ ब्याच सुरु गर्दैछौँ। यदि तपाईं अब यो प्रिपरेसन गर्न इन्ट्रेस्टेड हुनुहुन्छ, प्रिपरेसन क्लासमा जोडिन चाहनुहुन्छ भने हजुरले कन्ट्याक्ट नम्बर छ, यो नम्बरहरुमा व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ अथवा डाइरेक्ट कल गर्दा पनि भयो। or else है हजुरलाई अरु कुनै पनि डाउट छ रिगार्डिङ प्रिपरेसन है, अदर देन जोइनिङ द क्लास जोइन गर्न बाहेक अरु कुनै पनि प्रिपरेसन गर्नलाई तपाईलाई डाउट छ भने रिगार्डिङ योर एकाडेमिक क्वालिफिकेसन और हाउ शुड आई टेक इट फर्दर, मैले कसरी अगाडि बढाउने सर, अहिले म +2 भएको छु अथवा मैले ब्याचलर कम्प्लिट गरिसके, मैले मास्टर्स यो सब्जेक्टमा मास्टर्स कम्प्लिट गरेको छु, म कुन लेभलमा जाँदाखेरि ठीक होला अथवा कसरी गर्न सकिएला, यस्तो खालको कुनै पनि डाउट छ हजुरलाई भने चाहिँ यु क्यान टेक्स्ट मी इन माई व्हाट्सएप नम्बर है। दिस इज माई पर्सनल नम्बर 9851138082। यु क्यान टेक्स्ट मी इन व्हाट्सएप। हजुरले व्हाट्सएपमा मेसेज गर्नुभयो भने हजुरको हरेक क्वेरी मैले एड्रेस गर्छु। तपाईले डाइरेक्ट कल गर्नुभयो भने चाहिँ सम टाइम कल नउठ्न पनि सक्छ, ठीक छ। र जो साथीहरु अब 82 को रिटर्न एक्जामको लागि तयारी गर्दै हुनुहुन्छ, रिटर्न एक्जामको लागि वी हैव स्टार्टेड न्यू बैच है। रिटर्न एक्जामको लागि वी हैव स्टार्टेड न्यू बैच, एनआरबी को बैच 5 र आरबीबीएल को बैच 6 है। आरबीबीएल को बैच 6 दिस इज न्यू बैच फर 82-83 रिटर्न एक्जाम है। रिटर्न एक्जामको लागि एनआरबी को बैच 5, आरबीबीएल को बैच 6 र कम्बाइन लिन चाहनुहुन्छ भने बैच 6 है। यो चाहिँ रिटर्न एक्जामको लागि है, मेन एक्जामको लागि। र जो साथीहरुले अब नेक्स्ट इयर एक्जाम दिने हो, म बैंकिङ तयारी गर्छु, 83-84 को लागि तयारी गर्छु भनेर सोच्नु भएको छ भने 83-84 को लागि एनआरबी को बैच 2, आरबीबीएल को बैच 2 अनि कम्बाइन जान चाहनुहुन्छ भने एनआरबी प्लस आरबीबीएल को पनि बैच 2। वी आर स्टार्टिङ द सेसन फ्रम वेडनेसडे 6 PM अनवर्ड्स, ठीक छ। ल दैट्स ऑल फर टुडे। अरु केही तपाईलाई क्वेरी छ भने वी हैव गिवन द नम्बर, यो कन्ट्याक्ट नम्बर छ, यो कन्ट्याक्ट नम्बरमा कल गरेर बुझ्न सक्नुहुन्छ। वा क्लास जोइन गर्न बाहेक अरु कुनै त्यस्तो डाउट छ भने यु क्यान टेक्स्ट मी इन व्हाट्सएप। दैट्स ऑल फर टुडे। थ्यांक यू सो मच, टेक केयर एन्ड थ्यांक यू।